हेलो साथीहरू सबैलाई नमस्ते इट्स मी विकास र आई होप कि हजुरहरू सन्चै हुनुहुन्छ अनि आज चाहिँ म हजुरहरूलाई एउटा सरप्राइज देखाउने छु। त्यो सरप्राइज चाहिँ अलि पछि देखाउँछु र म रेडी भइसक्यो हैन टक्क लाएर गोरो गोरो हुन खोजेको हल्का काले छु केही छैन तर रियलमा चाहिँ गोरै छु र म हजुरहरूलाई मेरो सरप्राइज देखाउनको लागि यो भिडियो पोस्ट गरेर अगाडि बढ्नेछु। सो त्यति बेलासम्मको लागि बाई। मैले भनेको सरप्राइज 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 मैले भनेको सरप्राइज चाहिँ हो। कोही कोहीलाई चाहिँ थाहा थियो होला होइन, धेरै जसोलाई त थाहा छैन नि त। ल है त अब केही दिनपछि म पनि स्वयं घुमाउँछु स्वयं गरेर। अब चाहिँ अगाडि हुन्छ, अब अगाडिको कोरियाको न्यू जर्नी हाम्रो चाहिँ। सो भाइ क्याब यो 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 क्याब चाहिँ होइन, यो रातो क्याब जो देख्नु भएको छ नि हजुरहरूले, यो हजुरहरूलाई चाहिँ नर्मल लागेको होला न। यो चाहिँ 1 वर्ष प्लस पढेको, 1 वर्ष इक्जाम दिएर रिजल्ट आएर अनि एप्रुभ भएपछि चाहिँ होस्टेलमा बसेको 1 वर्षपछि टोटल 3 वर्षपछि चाहिँ धैर्य गरेर पाएको क्याब हो है त। यो चाहिँ पैसाले किन्न सकिँदैन। 1 वर्षको मेहनत र अर्को 1-2 वर्षको धैर्यता पछि पाएको क्याब हो है त। यो सबैले यहाँ त्यही धैर्यता र मेहनत पछि पाएको क्याब। हेलो तर मेरो पहिलो सक्सेस चाहिँ यो अनि यो रातो क्याब त छ जहाँ अब यसलाई त म 250, 300, 400 चोर बजारबाट किनेर लगाउन सक्छु भन्नु होला है त। सरी बट त्यो क्याब होइन है त। यो 1 वर्ष प्लसको मेहनत अनि 2 वर्षको धैर्यतापछि मिलेको क्याब है त। बुझ्नुभयो। अनि कसैलाई अब 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 4 वर्ष लागेर पनि त्यसपछिको मिलेको क्याब हो यो। कसैको लागि कसैले पाउँदा पनि नपाएको, कसैले पाउन चाहेर पनि पाउन नसकेको। बुझ्नुभयो नि। अनि यो नै मेरो फर्स्ट सक्सेस है त। मलाई लाग्थ्यो कि अरूको होइन यस्तै टोपी लगाएर टिकटकमा हालेको भिडियोहरू देखेर क्या अनि मेरो पनि पालो कहिले आउला यस्तो लाग्ने क्या आफूलाई होइन। अस्टै एक्साइटेड फिल हुने क्या। अनि जब आफूले पायो नि लास्ट के त्यो सोचेको भन्दा धेरै खुसी लाग्छ कि किनकि हजुरहरूले धेरै मेहनत गरेर अनि धेरै धैर्यता गरेर पाउनुहुन्छ नि। त्यसको खुसी लास्टै क्या लास्ट। जियोस् फाइनल्ली मैले पनि यो सक्सेस अचिभ गरेँ है। हजुरहरू कोही इक्जाम दिँदै हुनुहुन्छ, कोही पढ्दै हुनुहुन्छ र कोही पढिसकेर रोस्टरमा रहनु भएको छ र कोही रोस्टरमा पनि रोस्टर पास गरेर रोस्टर भन्छ कोही इस्यु भएर पनि बसिरहनु भएको छ नि। हो हजुर थोरै धैर्य गर्नु। हजुरहरू चाहिँ अब इक्जाम दिनेहरू चाहिँ अलि राम्रोसँग पढेर राम्रोसँग तयारी भएर इक्जाम दिनु होला होइन, नाच्दिनु होला। अफकोर्स हजुरको पनि यो दिन आउँछ मेरो आएको जसरी, म पनि हजुरहरूले हेरेको जसरी जो हुनुहुन्छ नि हजुरहरू अहिले, म पनि त्यति बेला चाहिँ त्यसरी नै हेरेर मेरो कहिले आउला भनेर सोच्थेँ होइन। सो फाइनली मेरो चाहिँ आयो, हजुरहरूको पनि आउँछ। बेस्ट अफ लक। यो चाहिँ मेरो सक्सेस है त। म चाहिँ लास्टै खुसी छु है किनकि यो मेरो फर्स्ट सक्सेस। अफकोर्स म यो सक्सेसमा कहिले पनि फुल स्टप लगाउँदिनँ क्या, कमा लगाउने छु किनकि यो मेरो फर्स्ट सक्सेस हो। 2nd, 3rd, 4th, 5th, 6th गरेर मेरो धेरै सक्सेसहरू अचिभ गर्नु छ क्या मलाई। अनि यो सक्सेस गर्दाखेरि होइन त्यसको बिचमा पर्ने एमहरू धेरै थियो क्या, धेरै नै हुन्छन् पनि। एमहरू चाहिँ कस्तो हुन्छ होइन, पहिला इक्जाममा पास हुनु पऱ्यो अनि त्यसपछि स्किल टेस्ट अनि त्यसपछि चाहियो अब धैर्यता। धैर्यता चाहिँ लास्टै चाहिन्छ। हजुरहरू पढ्दै हुनुहुन्छ भनेपछि यो नसोच्नुहोस् कि हजुर इक्जाम पास गर्ने बित्तिकै यो टोपी पाउनुहुन्छ भनेर क्या, होइन। धैर्यता एकदम धैर्यता चाहिन्छ। अफकोर्स कसैको छिटो हुन्छ, जसले छिटो गर्यो नि ऊ खुसी त हुन्छ, अफकोर्स खुसी हुन्छ। तर यो धैर्यता पछि मिल्छ नि जो यो
लास्टै खुसी लाग्छ क्या त्यो मैले भोगेको छन् मभन्दा बढी धैर्यता गर्ने पनि छन् उनीहरूलाई पनि लास्टै खुसी लाग्छ अब कसैले भन्ला होइन मैले पनि तँभन्दा बढी धेरै धैर्य गरेर पाएको छु मलाई त केही भएको छैन कति बोलेको म बोल्छु अफकोर्स बोल्छु किन नबोल्नु भन न किनकि मैले गरेको मेहनत मैले गरेको धैर्यता हो नि त मलाई यसमा बोल्ने हक मेरो छ पुरा हक छ ल है सो एक टोपी लाउँदाखेरि होइन लास्टै खुसी लाग्छ क्या अब ज्याकेट पनि लगाएर हेरौँ न है ज्याकेटको पनि पालिदिउँ लास्ट खुसी लागिरहेको छ कि कसम मलाई होइन के सोचाइरहेको थियो कि सुन्नु गएको बेला होइन बिचमा अन्त धेरै लागेको होला होइन अफकोर्स आएको होला किन नआउनु होइन तर गुड कस्तो देखेको छ हजुरहरूलाई जस्तो लाग्यो भने अफकोर्स मेरो लागि चाहिँ मलाई राम्रो देखेको छ किनकि त्यही हजुरहरू पनि राम्रोसँग पढेर इक्जाम दिनु होला अनि हजुरहरूलाई पनि बेस्ट अफ लक है त इक्जामको जो तयारी हुनुहुन्छ नि इक्जामको लागि उहाँहरू चाहिँ राम्रोसँग तयारी गर्नु होला र इक्जाम चाहिँ नआत्तिएर इक्जाम दिनु होला मजाले गरिन्छ फाइनली अब 2 दिन छ 2 दिनपछि म पुग्छु कोरिया त्यसपछि चाहिँ म लगातार धेरै भिडियोहरू चाहिँ बनाउन नपाम्ला तर म आफूलाई टाइम दिएर भिडियो चाहिँ बनाउने छु हजुरको माझमा ल्याउने छु हजुरहरू यसरी नै माया र सपोर्ट दिनु होला यो चाहिँ फाइनल होइन नि फेरि एयरपोर्टमा पुगेपछि पनि छोटो मिठो चाहिँ त्यहाँ पनि दिन्छ नि फेरि